तपाईँ बेरोजगार हुनुहुन्छ, यदि हुनुहुन्छ भने तपाईँले चोरी डकैती गुन्डागर्दी भ्रष्टाचारी त्यस्तो काम आइरहेछ भने अब तपाईँ निश्चिन्त। यदि त्यस्तो काम गर्नु छ भने तपाईँलाई मात्र एउटा चिज गर्नु पर्यो, काङ्ग्रेस र एमालेको ट्याग बोक्नु पर्यो। तपाईँ कुनै पनि पार्टी कार्यालयमा जानु, काङ्ग्रेस एमालेको पार्टी कार्यालय त्योमा भर्ती हुनु। म एमाले र काङ्ग्रेस पार्टी खराब हो त्यो भनिरहेको छैन, तर एमाले र काङ्ग्रेसको नेतृत्व गर्ने पात्र खराब छ, त्यसको सोच बुद्धिमा खिया लागेछ, त्यसैले एमाले काङ्ग्रेसलाई म खराब भनिरहेको छु। र जबसम्म नेतृत्वमा देवा र ओली रहिरहन्छ एमाले काङ्ग्रेसको नेतृत्वमा तबसम्म यो पार्टीको केही हुनेवाला छैन। उदाहरणका लागि तपाईँहरूले बाँसबारी जुत्ता कारखाना विनोद चौधरी भाइलाई मुद्दा नचलाउने भयो अरे, त्यस्तै 6 जना मिलेर एउटा प्रहरीले कुटेछ, त्यसलाई पनि त्यो मध्येमा 6 जना मध्ये 5 जनाले मुद्दा चलाएको छ, सामान्य मुद्दा, र 1 जनालाई त्यति नै छोडेछ, किनभने त्यो एमाले पार्टीको विद्यार्थी नेता हुन्। भुटानी शरणार्थी, कोशी प्रदेशका मन्त्री, जापान काण्ड, सुन काण्ड, सबै काण्ड अहिले सुस्त भइसकेको छ, उनीहरूको कुनै मुद्दा चलाइरहेको छैन, पुरै सुस्त छ। तर राम्रो मान्छेलाई मुद्दा मात्र चलाइरहेको छ, रविलाई हेर्नु, आशिका तामाङलाई हेर्नु। कुरा म भनिरहेको छैन, यो कुरा तपाईँहरूलाई न्युजमा छ्यापछ्यापी पाइन्छ। एमाले र काङ्ग्रेस बीपी कोइराला र मदन भण्डारीको सिद्धान्तमा चलिरहेको छैन, अहिलेको एमाले र काङ्ग्रेस ओली र देवाको सिद्धान्तमा चलिरहेछ। त्यसैले उनीहरूको सिद्धान्त नै छ लुट्ने सबके लुट, केटा ओली देवाको पालामा नै छुट, यिनीहरूको मूल नारा हो। र यदि तपाईँले राम्रो काम गर्नुभयो यो पार्टीमा आएर भने भीम रावलको जस्तै तपाईँलाई हानेर यो पार्टीबाट निकालिदिनेछ। त्यसैले यो बीपी कोइराला र मदन भण्डारीको पार्टी नसोच्नु, उनीहरूको पाला गइसक्यो र उनीहरूको सिद्धान्त यहाँ लागू हुँदैन। यहाँ सिद्धान्त लागू हुन्छ मात्र र केवल देवा र ओलीको। त्यसैले तपाईँहरूले मारी खाने बिजनेस आइरहेछ भने, भ्रष्टाचारी गर्न आइरहेछ भने यो पार्टीमा बस्नु, नत्र तपाईँहरूलाई पनि निकाल्ने छ।